हेलो गाइस, हाम्रो मकै आफ्नै बारीमा फलेको भन्न नमिल्ने किनेको मकै हो। हाम्रो जम्मा 2टा रहेको छ मकै। हिजो 3टा खायौँ, तीनजनाले 3टा आमा छोरीले 1 आज 2टा रहेको छ। यसमा छोरीहरूले 1 खाएर मम्मीलाई आधा आधा दिन्छन् अरे। 1 मकै खाएर आधा आधा भाँचेर छोरी भन त किन होइन? हिजो मैले दिएको नि तिमीलाई, हिजो मैले पहिला भाँचेर बराबर त भयो। Hello guys, हाम्रो के खाँदैछौ त तिमीले? के खाइछौ त? त्यो के खाएको यो? अनि बुझेर बोल न, केही एउटा मकै पाकिसक्यो। इसानी तिमीले खाने यो आधा आधा भाँचेर दिने है मलाई। तातो सक्यो खत्म। कोकोलाई मकै मन पर्छ साथमा लाइक एन्ड सब्स्क्राइब पनि गरिदिनुला हाम्रो युट्युब च्यानललाई भन। हाम्रो युट्युब च्यानललाई हामीले हमक दिलेछ। हाम्रो युट्युब च्यानललाई लाइक सब्स्क्राइब एन्ड शेयर गरिदिनु होला भन्नु। लाइक शेयर सब्स्क्राइब गर्नुहोला। हामी खुसी हुनेछौँ भन्दै अर्को पनि मकै पाकिसक्यो हाम्रो। कोकोलाई मन पर्छ कमेन्ट गर्नु होला प्लिज। आगो सल्काउँदा फर्म मात्र हाम्रो फर्मै पलियो।